चुनौतीहरूका बावजुद पनि हाम्रो बिचमा कम्तीमा पनि एउटा कारण थियो प्रभुलाई धन्यवाद दिनको निम्ति है। अब चाहिँ आइसक्यो 2016 है, 15 आयो, अब 16 आइसक्यो है। त वर्ष चाहिँ बढेको बढै छ हैन। अनि मैले सधैँ यो नयाँ वर्षमा मैले भन्ने गर्छु, मेरो चाहिँ आफ्नै भनाइ जस्तो भइसकेको छ, सधैँ बोलिराख्ने भएको कारणले गर्दा यो नयाँ वर्षमा तपाईँको निम्ति के नयाँ हुन्छ त है, के नयाँ हुन्छ। नयाँ वर्ष ह्याप्पी न्यू इयर भनेर अब चाहिँ आउने हप्तादेखि नै तपाईँले फेसबुकमा, भाइबरमा, खाटकमा, केमा चाहिँ म्यासेन्जरमा केमा तपाईँले चाहिँ गुगलबाट चाहिँ ह्याप्पी न्यू इयरका ती चाहिँ टाइलहरू खोज्दै आइकनहरू खोज्दै हाल्दै गर्नुहुन्छ है, पठाउँदै गर्नुहुन्छ कतिवटा। अनि तपाईँहरूले पनि प्राप्त गर्नु होला है, लाइक पनि हान्नुहुन्छ कतिवटा हैन। अनि ती त भइहाल्छन्, तर हामीले यो ह्याप्पी न्यू इयर भनिहालेपछि यस वर्ष के तरिकाले कति हदसम्म नयाँ हुन्छ है। भित्तामा एउटा हाम्रो चर्चबाट क्यालेन्डर दिएको थियो, अघिल्लो हप्ता लानुभयो कि लानु भएन है, त्यो एउटा चाहिँ लिएर जानु होला। अघिल्लो हप्ता नआउनु भएको छ भने कम्तीमा पनि एउटा भित्ताको क्यालेन्डर चाहिँ नयाँ बनाइदियो है। पुरानोले अब काम लाग्दैन, नयाँ क्यालेन्डर चाहिन्छ। अरू कुरा चाहिँ पुरानोले काम चल्ला, यो क्यालेन्डर भनेको चाहिँ नयाँ चाहिन्छ त्यो नयाँ वर्षमा। त्यसको अलावा अरू के कुरा नयाँ चाहिन्छ। अनि मैले यहाँ सधैँ सम्झाउने गरेको, प्रत्येक नयाँ वर्षको अवसरमा सम्झाउने गरेको एउटा कुरा के पनि छ त भने एउटा तितो सत्य भन्छ नि है। अनि नेपालमा तितो सत्य भनेको अलिकति व्यङ्ग्य गर्ने कार्यक्रम भयो है। यहाँ तितो सत्य भनेको साँच्चै नै तपाईँलाई मलाई अलिकति सिरियस बनाउने टपिक हो यो। जब यो प्रत्येक वर्ष नयाँ वर्ष आउँछ नि है, हामी ह्याप्पी न्यू इयर भनेर हर्षोल्लासका साथ हामी त्यसलाई चाहिँ म्यासेजहरू पठाउँछौँ। वास्तवमा त्यो प्रत्येक वर्ष तपाईँहरूमा पुरानो हुँदै गइरहेको, हामी झन् बुढो हुँदै गइराखेका छौँ। हामीसँग भएका कुराहरू पनि पुरानो हुँदै गइराखेका छौँ। जुन कुरा नयाँ थिए नि ती कुराहरू झन् 1 वर्ष पुरानो हुँदै आए है। नयाँ हुने कुरो त त्यो भित्ताको क्यालेन्डर बाहेक अरू केही पनि छैन हो है। यदि तपाईँहरूले अहिले पुरानो फोन छ भने अहिले नयाँ फोन किनाउँदा होइन, तर पनि त्यो किन्दाको दिनदेखि नै त्यो के हुन थाल्छ त भन्दाखेरि पुरानो हुन थाल्छ है। नकिनिन्जेल मात्रै त्यो मेरो निम्ति नयाँ हो, किन्नु भयो भने त्यो किन्दाको छेडदेखि त्यो के हुन आउँछ त भन्दाखेरि त्यो पुरानो हुन आउँछ। यो संसारको रीति नै यस्तै, हामीले यसलाई बुझ्दैन है। यो संसारले के गर्दै जान्छ त भन्दाखेरि तपाईँलाई र मलाई संसारमा भएको सबै कुराहरूलाई पुरानो बनाएर एक दिन अन्त्यतिर धकालिराखेको हुन्छ। त्यसैले यहाँ परमेश्वरको वचनमा के भनेको छ त भन्दा आकाश पृथ्वी सबै के हुनेछ त भने टलेर जानेछ, सबैको अन्त्य हुन्छ। किनभने ती सबै कुराहरू त्यस्तै तरिकाका छन्। यहाँ कुनै पनि कुरा पहिलो एकचोटि मात्र नयाँ हो, त्यो नयाँ भएको सुरुदेखि नै के हुन जान्छ त भन्दाखेरि ती कुराहरू पुरानो हुँदै जान्छ। तर आज हामीले पढेको वचनमा अलिकति फरक छ। त्यहाँ के छ त भन्दाखेरि बितेका कुराहरूलाई भुल, उहिलेका कुराहरूलाई विचार नगरेर हेर म एउटा नयाँ कुरो गर्दैछु। यदि तपाईँ र हामीले नयाँ वर्ष साँच्चै नै नयाँ बनाउने हो भने परमेश्वरलाई हाम्रो साथ ल्याउनु पर्यो। किन भन्दाखेरि परमेश्वरले कुनै एउटा नयाँ कुरा तपाईँले मेरो जीवनमा गर्न चाहनुहुन्छ, नयाँ नबनाउने हो भने। होइन भने हामी के हुन्छौँ त भन्दाखेरि त्यो पुरानै जीवनमा, पुरानै खालको जीवनमा तपाईँले र मैले के गरेका हुन्छौँ त भन्दाखेरि जीवन जिइराखेका हुन्छौँ। त्यसैलाई नयाँ ठानेका हुन्छौँ, वास्तवमा त्यो वास्तविक नयाँ हुँदैन। यहाँ के छ त भन्दाखेरि यो इसाई धर्म बाइबलको यस सिकाएको कुराहरूमा यसलाई चाहिँ यो अङ्ग्रेजी शब्दमा म एउटा प्रोग्रेसिभ भन्न चाहन्छु। यो सबै के छ त भन्दाखेरि प्रोग्रेसिभ छ है, सर्कुलर होइन। हामी नेपालबाट हिन्दू बुद्धिस्ट त्यस फिलोसफी अन्तर्गत हामीले चाहिँ सोचेर विचार गरेर आएको कारणले गर्दा त्यसको त्यो सोचाइमा के छ त भन्दाखेरि समय भनेको चक्र हो है। एकचोटि घुम्छ फेरि आउँछ है। त्यो चक्रको रूपमा हेरिराखेका हुन्छन्, कर्मको रूपमा मानिसहरूले हेरिराखेका हुन्छन्। फेरि अहिले नभए त अर्को जुनीमा है, हामीले फिल्म हेऱ्यौँ जुनीमा आइहाल्छन् होइन। जुनीसम्म म तिमीलाई आफ्नो बनाउँछु है। यही जिन्दगीमा त कति दिन हो थाहा छैन हो कि होइन। तर मानिसले के गर्छन् भने जुनीको प्रतिज्ञा गर्छन्। त्यो के हुन्छ त मान्छेलाई त्यो अनौठो लाग्दैन त्यो सुन्यो भने, किनभने हाम्रो दिमागमा त्यो घुसिसकेका छ। हामी त्यही हुर्किसकेका छौँ कि समय भनेको जिन्दगी भने फेरि फर्केर आउँछ भन्ने आशामा छ। तर यो बाइबलले सिकाएको के छ त भन्दाखेरि यहाँ टाइम भनेको यो लिनियर भन्छ, यो चाहिँ सिधा एउटा धर्कमा हिँडिराखेको यो चक्र बनाएर एउटा चाहिँ खामोमा झुन्डिएर त्यहाँ चाहिँ यो चाहिँ चर्खको चाहिँ पाङ्रो जस्तो घुमेको गर्ने होइन।
तर त्यो के गर्छ त भन्दाखेरि एउटा बाटोमा अगाडि कुदै गर्छ। त्यसले के गर्छ त भन्दाखेरि हिजोको समयलाई हामीले छोडेर गइसक्यौँ। हेर्नुहोस् 2015 अब तपाईँ र मेरो जीवन कहिले पनि फर्केर आउँदैन। चाहे त्यो 7औं जुनीमा किन नहोस्, त्यो अर्कै क्यालेन्डर हुन्छ। किनभने समय भनेको चाहिँ यो चाहिँ लामो छ, एउटै गतिमा एउटा दिशातर्फ गइराखेको छ। हिजोको कुरालाई हामीले छोडिदिन्छौँ। अब भोलि अर्को हप्ता तपाईँ र म केमा जानेछौँ, 2016 मा जानेछौँ। यो के छ त भन्दाखेरि यो प्रोग्रेसिभ छ। पुरानोलाई छोडेर हामी के गर्छौँ त भन्दाखेरि नयाँमा जान्छौँ। अब आत्मिक नयाँ कुरामा पनि के छ त भन्दाखेरि हामीले भर्खरै हामीले एउटा बाइबल स्टडी च्याट ग्रुप छ। तपाईँहरूमध्ये कतिजना चाहिँ त्यसमा चाहिँ हेर्नुहुन्छ, कतिजनाले हेर्न भ्याउनुहुन्न है। आफूले पढ्न नभए पनि त्यहाँ चाहिँ यसो त्यस ग्रुपको चाहिँ सदस्य बनेर त्यहाँ हाम्रो साथीहरूले राखेको चाहिँ आशिषका कुराहरू पढ्नुहोस्। म पनि आफ्नै व्यक्तिगत रूपमा एकदमै आशिषित हुन्छु ती पढेर। तपाईँ पनि पक्कै आशिषित हुनुहुन्छ होला। हामीले भर्खरै यो चाहिँ व्यवस्थाको पुस्तकसम्ममा हामीले सिधै आयौँ है। त साथीहरूले जेनेसिस उत्पत्तिदेखि सुरु गर्नुभयो, मैले चाहिँ प्रस्थानदेखि सुरु गरेको थिएँ। र हामीले के गर्यौँ त भन्दाखेरि व्यवस्थासम्म हामीले सिधै आएका छौँ त्यहाँ है। त्यहाँ के छ त भन्दाखेरि यो अहिले ती 5वटा पुस्तकहरूमा एउटा त्यो कथा र तपाईँको र मेरो जीवन कथा एउटै हो। कतिचोटि हामीले त्यसलाई चाहिँ एकदमै अर्को तरिकाले बुझ्दछौँ। तर त यहाँ के छ त भन्दाखेरि इजरायलीहरू है त्यहाँ जुन मिश्र देशमा थिए, मिश्र देशमा कसरी पुगे भन्ने कुरा चाहिँ तपाईँलाई मलाई थाहा छ नि होइन। उत्पत्तिको पुस्तकमा योसेफको कारणले गर्दा उनीहरू त्यहाँ पुगे। जब उनीहरू त्यहाँ गएका थिए, सर्वस्व थियो तिनीहरूको निम्ति, आशिषित थिए, उनीहरू विजयी थिए। ओहो मलाई त यो भयो भने सबै कुरा पुग्छ भनेर त्यहाँ बसेका थिए। तर यो संसारको कुराले तिनीहरूलाई के बनायो त भन्दाखेरि एक दिन तिनीहरूलाई दास बनायो। हेर्नुहोस्, मिश्रमा बस्दै मिश्रमा एउटा चाहिँ मन्त्रीको चाहिँ खलक बनेर परिवार बनेर उनीहरू भित्रिएका मानिसहरू 400 वर्षपछि त्यही ठाउँमा के भयो त भन्दाखेरि त्यही बसिराखेका छन्, त्यही जिराखेका छन्। तर त्यही ठाउँको तिनीहरू के भएका छन् त भन्दाखेरि दास भएका छन्। तपाईँ र म पनि यो संसारमा के हुन्छ त, यो संसार नै मेरो हो, यो सर्वस्व हो भनेर तपाईँ र म यो संसारमा जिउन थाल्यौँ भने, संसारलाई नै आफ्नो बनाएर जिउन थाल्यौँ भने के हुन्छ त भन्दा तपाईँ र म संसारको दास हुन्छ। हामी संसारलाई छोडेर जान नसक्ने खालको हुन्छौँ। संसारले तपाईँलाई र मलाई यस्तो तरिकाले बाँधेको हुन्छ कि यस्तो जन्जिरमा तपाईँ र म हुन्छौँ, यहाँबाट तपाईँ र म उम्कन सक्दैन। दबावमा हुन्छ, अत्याचारमा हुन्छ। के हुन्छ त भन्दाखेरि मन नलागे पनि त्यहीँ बस्नुपर्ने बाध्यता हुन्छ तपाईँ र मेरो निम्ति। संसार, हाम्रो जिन्दगी, हाम्रो परिवार, हाम्रो देश, हाम्रो समाज कतिचोटि के छ त भन्दाखेरि हाम्रो निम्ति त्यो एउटा बन्धनको कुरा छ। कतिचोटि हाम्रो चाहिँ छनौटको कुरा पनि होला है। तर हामी बन्धनमा यसरी बाँधिएका छौँ कि हामी स्वतन्त्र भएर हाम्रो निर्णय गर्न सक्ने हैसियतमा छैनौँ। बाइबल पढ्यो, सुन्यो, ओहो प्रभुको वचन सत्य होला भने जसलाई, तर चाहिँ हामी प्रभुलाई विश्वास गर्नुहुन्छ भनेर सोध्यो भने हामी त्यो निर्णय गर्न नसक्ने अवस्थामा छौँ। किनभने हामी समाजमा, परिवारमा, त्यस ठाउँमा, त्यस परिवेशमा, त्यो संस्कृतिमा तपाईँहरूमा बाँधिएका छौँ, दासमा छौँ। अनि हामी के गर्न सक्दैनौँ त भन्दाखेरि स्वतन्त्र भएर तपाईँले निर्णय गर्न सक्दैनौँ। अनि तिनै मानिसहरूलाई के गर्नुभयो त भन्दाखेरि परमेश्वरले आएर उनीहरूलाई प्रतिज्ञा गर्नुभयो, हेर मैले तिम्रो पिता पुर्खालाई दिन्छु भनेको देश म तिमीहरूलाई यहाँबाट निकालेर लैजान्छु। परमेश्वरले प्रतिज्ञा गर्नुभयो। आज यस वचनमा पनि त्यस्तै भएको छ। हेर के तिमीहरू देख्दैनौ, हेर म एउटा नयाँ कुरो गर्दैछु। एउटा प्रतिज्ञाको कुरो छ। अब यहाँ के भनेको छ, बितेका कुराहरूलाई भुल, उहिलेका कुराहरूलाई विचार नगर। तपाईँ र मेरो जीवनमा 2015 हिजो हामीले के गर्यौँ त भन्दाखेरि अलिअलि आशिष भन्ने प्रयास गर्यौँ। तर 2015 मा दुःखका कुराहरू पनि थुप्रै थिए, समस्याका कुराहरू पनि थिए, पुरा नभएका रहरहरू पनि थिए, सपनाहरू पनि थिए, सोचे जस्तो नभएका कुराहरू पनि थिए, हामीले गल्ती गरेका कुराहरू पनि थिए, हामीले पश्चाताप गर्नुपर्ने कुराहरू पनि थिए 2015। तर अब 2016 मा आउँदाखेरि आज परमेश्वरले के दिन्छु भन्नुभएको छ त भन्दाखेरि तपाईँलाई र मलाई भोलिको कुरा गर्दा परमेश्वरले तपाईँलाई र मलाई नयाँ आशिषको प्रतिज्ञा गर्नुभएको छ। तपाईँले मलाई के गर्न सक्नुपर्छ, 2015 लाई भुलेर 2016 लाई तपाईँले र मैले नयाँ तरिकाले अपनाउन सक्ने त्यस आँट तपाईँले र मैले गर्न सक्नुपर्छ। किनभने 2016 लाई परमेश्वरले नयाँ बनाउनुहुन्छ। मेरो 2015 आशिषमय थियो भनेर त्यही 2015 मै तपाईँ र म रमाउने होइन। हेर्नुहोस्, 2015 दुःख थियो भनेर हामी 2015 लाई छोडेर 16 लाई अँगाल्न त सकौँला,
तर 2016 चाहिँ 15 चाहिँ मेरो आशिषमय थियो भनेर त्यही रमाउने परमेश्वरले होइन, त्यहाँबाट पनि परमेश्वरले उठेर तपाईँले मेरो अझै नयाँ कुराहरू परमेश्वरले त्यहाँ थप्न चाहनुहुन्छ। यदि हामीले 2015 मा पाएको कुरामै रमाउन थाल्यौँ भने हामीले हाम्रो जीवनमा के गर्न सक्दैनौँ त भन्दाखेरि नयाँ कुराहरूलाई तपाईँले मैले अपनाउन सक्दैनौँ। नेपाललाई हेऱ्यो है, अहिले चाहिँ विश्वमा सबैभन्दा गरिब मुलुकहरूको चाहिँ नाम आउँदाखेरि पछाडिबाट के छ त भन्दाखेरि नेपालै त्यही छ है, एकदम गरिब देश छ। अनि तर पनि हामी चाहिँ नेपालको इतिहासलाई हेरेर हामी गर्व गर्न छोड्दैनौँ। हाम्रो देश त्यस्तो हो जसले चाहिँ इङ्ल्यान्डसँग एकचोटि चाहिँ के गर्यो त भन्दा अङ्ग्रेजसँग युद्ध गरेर आफूलाई बचायो है, त्यो इतिहासमा लेखिएको कुरा हो नि, हो कि होइन? एउटा खुकुरीको घरमा है चाहिँ त्यो रोकेको हो नि, तर त्यहाँ के भयो त भन्दाखेरि ओहो हामीले खुकुरीले जित्यौँ भनेर हाम्रो देश चाहिँ के गर्न थाल्यो त भन्दाखेरि त्यो खुकुरी उद्याएको 200, 300, 400 वर्षसम्म चाहिँ के गर्न थाल्यो त भन्दा खुकुरी मात्र उद्याएर बसी त्यो विगतमा नै रमाएर बस्यो भने के हुन्छ त भन्दाखेरि प्रोग्रेस गर्न सकिँदैन। हामीले के गर्नुपर्छ त भन्दाखेरि त्यहाँबाट विकसित भएर अगाडि आउनु पर्थ्यो। अहिले नेपालको खुकुरी के होला, मुला काट्न बाहेक अरू केही पनि काममा छैन है, खुकुरी देखाएर तर्सिनेको होला नि अब है। अबको वार नै के हो, साइबर वार भइसक्यो। मानिसहरूले के गरे आफ्नो सेनालाई पनि युद्धभूमिमा पठाउन छाडिसके। जीवन यति अमूल्य भयो कि उनीहरूले ड्रोनहरू प्रयोग गरेर रिमोट कन्ट्रोलबाट भिडियो गेम खेले जस्तो गरेर उनीहरू चाहिँ युद्ध गर्न थाल्छ। नेपाल हामी कहाँ छौँ, जहाँको त्यहीँ छौँ। किन त भन्दाखेरि त्यो चाहिँ हामी विगतमा रमाएको अवस्था हो, विगतमा हामी असल थियौँ भनेर त्यहीँ बसेको अवस्था हो। तपाईँको र मेरो 2015 साल भले असलै किन नभएको होस्, तर पनि यदि तपाईँ र म त्यहीँ रमाउँछौँ भने हामी त्यहीँ छोडिन्छौँ। हेर्नुहोस्, मैले अघि नै भनिसकेँ, यो समय के छ त भन्दा प्रगतिशील छ, गतिशील छ, यो अगाडि बढ्छ। 15 साल 15 भइसक्यो, त्यो पुरानो भइसक्यो, त्यति बेलाको सफलता पनि पुरानो भयो। अब तपाईँलाई र मलाई परमेश्वरले नयाँ कुराको प्रतिज्ञा गर्नुभएको छ। त्यसको निम्ति तपाईँ र म के गर्न सक्नुपर्छ त भन्दाखेरि त्यसको निम्ति उठेर अघि हिँड्न सक्ने प्रण तपाईँलाई र मैले गर्न सक्नुपर्छ। के तपाईँ आज 2016 मा पाइला चाल्न, कदम चाल्न तपाईँ तयार हुनुहुन्छ? हामी नेपालमा चाहिँ क्यालेन्डर मात्र वर्षै पछि फेर्यौँ, तर हाम्रो नेपालको समाज के भयो त भन्दाखेरि सधैँ है यो चाहिँ 20 वर्ष, 30 वर्ष, 40 वर्ष अगाडिकै समाजमा तपाईँ र म जियौँ, त्यही मानसिकतामा तपाईँ र म जियौँ है, त्यही सोचाइ लिएर त्यही तरिका लिएर तपाईँले र मैले जिएको कारणले गर्दा के भयो त भन्दाखेरि नेपाली समाज जस्ताको त्यस्तै भयो। नेपालले पनि के गर्नुपर्छ त भन्दाखेरि त्यसलाई पाखा छोडेर अघि बढ्ने प्रयास गर्नुपर्छ, क्यालेन्डर मात्र चेन्ज गर्ने होइन। तपाईँ र मेरो जीवनमा पनि हामीले के गर्न सक्नुपर्छ त भन्दाखेरि 2015 लाई आज छोडेर हामी 16 तर्फ तपाईँ र म जान सक्नुपर्छ। आमेन। यी इजरायलीहरूलाई परमेश्वरले के गर्नुभयो, अब तिमीहरू यस देशबाट उठ, म तिमीहरूलाई कनान प्रतिज्ञा गरेको देशतर्फ लिएर जान्छु। उनीहरूले के गरे, आफ्ना चाहिँ पोता बोकेर उनीहरू चाहिँ मोसाको पछि लागे, परमेश्वरको आवाजलाई सुन्थे। आज तपाईँ र मेरो पनि के छ त भन्दाखेरि परमेश्वरले जब तपाईँलाई र मलाई बोलाउनुहुन्छ, तपाईँले मेरो हो प्रभु हुन्छ म गर्न सक्छु भनेर तपाईँले र मैले उठ्यौँ भने मात्रै त्यहाँ के छ, प्रगति छ, त्यहाँ आशिष छ। तपाईँले र मैले चाहिँ के देख्छौँ, त्यहाँ परमेश्वरको कहाँबाट तपाईँले मैले देख्छौँ। इजरायलीहरू कति विश्वासमा आए, कति अरूको पछि लाएर आए, तर आए प्रभुको पछि लाए। तिनीहरूले के देखे त भन्दाखेरि परमेश्वरले लाल समुद्रलाई चाहिँ 2 भागमा चाहिँ पानीलाई विभाजन गरेको पनि देखे। परमेश्वरले रातिमा आगोको खम्बा भएर उनीहरूलाई ज्योति दिएको पनि देखे। दिउँसोमा घाम हुँदाखेरि उनीहरूलाई बादलको छारी बनाएर परमेश्वरले दिनुभएको पनि देखे। ढुङ्गाबाट पानी निकालेर परमेश्वरले खुवाउनु भएको पनि देखे। परमेश्वरले आकाशबाट मन्ना झारेर उनीहरूले त्यो टिपेर खाने पनि देखे। तर के देखे त भन्दाखेरि नयाँ नयाँ कुराहरू उनीहरू प्रत्येक दिन उनीहरू अनुभव गर्दै गए। उनीहरूको जीवनमा त्यहाँ उतार चढावहरू थियो, कतिचोटि उनीहरूले परमेश्वरलाई बुझ्न नसकेका अवस्थाहरू पनि थियो। तर पनि के थियो त भन्दाखेरि जब उनीहरूले परमेश्वरले हुन्छ भनेर त्यहाँबाट अगाडि बढे है, गति लिए, उनीहरूको जीवनमा अचम्मका कामहरू भए। आज तपाईँ र मेरो जीवनमा पनि तपाईँले र मैले साहस गरेर प्रभुलाई हुन्छ भन्न सक्नुपर्छ। हो प्रभु, तपाईँले प्रतिज्ञा गर्नुभएको छ, म तपाईँको निम्ति अघि बढ्छु भनेर तपाईँले र मैले यो चाहिँ साहसको कदम तपाईँले र मैले लिन सक्नुपर्छ। यहाँ यसो लेखेको छ, के तिमीहरू त्यो देख्दैनौ, म मरुभूमिमा एउटा बाटो र रुखो जमिनमा खोलाहरू बनाउँदैछु। हालेलुया। हेर्नुहोस्, कतिचोटि हामी प्रभुलाई पछ्याउँदाखेरि
अगाडिको कुरो मरुभूमि देखिन्छ। ओहो यो क्रिस्चियन भयो भने त के नै हुन्छ के नै हुन्छ, सबैले त्याग्ने हुन् कि के गर्ने हुन्, बाउले अंश दिने हुन् कि नदिने हुन्, ती सबै कुराको चाहिँ टेन्सन एकदमै धेरै हुन्छ। हेर्नुहोस् है, सुरुमा चर्च जाने बेला मलाई पनि टेन्सन थियो, बाउले मन पराउने हुन् कि नपराउने हुन्, आमाले के भन्ने हुन् है। अनि त्यसपछि एकचोटि त क्रिस्चियन भइसकेपछि दसैँमा घर गएको फेरि टिका ला भन्ने हुन् कि लाउँदिनँ भन्दाखेरि आमाले के भन्ने हुन्, रुने हुन् कि के गर्ने हुन्, यो चाहिँ समस्याहरू धेरै हुन्छ नि। हेर्नुहोस्, अनि मैले चाहिँ म पनि त्यति बेला चाहिँ बिहानै चाहिँ टिका लगाउने दिन थियो, बिहानै उठेर हिँड्थेँ घरबाट है, फोनै गरेर 5-6 महिनासम्म। अनि त्यसपछि के भयो थाहा भएन, पछि चाहिँ उहाँले चाहिँ बिर्सिनु भयो सबै घटनाहरू। अहिले चाहिँ उहाँहरू सबैजना के हुनुभएको छ, विश्वासी हुनुभएको छ। मेरो बुवा आमा के हुनुहुन्छ त एकदमै तर विश्वासमा हुनुहुन्छ, सधैँ मेरो निम्ति प्रार्थना गर्नुहुन्छ। उहाँहरूको विश्वासलाई अरू कसै पनि कुनै पनि कुराले हल्लाउन सक्दैन। कतिचोटि के देख्छौँ त भन्दाखेरि एकदमै ठुलो समस्याहरू देख्छौँ, ओहो मलाई यो चाहिँ भइहाल्यो भने त के नै बर्बादै हुने हो, किनभने मरुभूमि जस्तो देखिन्छ, उजाड देखिन्छ, चुनौतीहरू देखिन्छ। तर ती चुनौतीमा परमेश्वरले नयाँ काम गरेर देखाउनुहुन्छ। आमेन। यहाँ प्रभुले भन्नुभयो, ओ मेरो पछि लाग, म तिमीहरूलाई एकदमै असल भूमितर्फ मात्र लिएर जान्छु। हो, प्रभुले असल कुरातर्फ तपाईँलाई र मलाई लिएर जान चाहनुहुन्छ, प्रतिज्ञाको देशतर्फ लिएर जान चाहनुहुन्छ, अनन्त जीवनमा स्वर्गमा परमेश्वरले तपाईँलाई र मलाई लिएर जान चाहनुहुन्छ। त्यो त्यहाँ छ, तर त्यहाँ जाने बाटो त्यति सजिलो छैन। तर के गर्नुहुन्छ त भन्दाखेरि प्रभुले तपाईँलाई र मलाई डोर्याएर लिएर जानुहुन्छ। आमेन। अनि प्रभुले नयाँ कुरा गर्नुहुनेछ। 16 सालमा तपाईँ र मेरो जीवनमा चुनौतीहरू आउँछन्। हेर्नुहोस्, चाहे हामी प्रभुलाई पछ्याउँ, चाहे हाम्रो जीवनमा प्रभुलाई नपछ्याउँ, हाम्रो जीवनमा चुनौतीहरू आउँछन् है। मैले चाहिँ क्रिस्चियनै भएन भने समस्या नआउने कुरा होइन। हेर्नुहोस्, कतिचोटि हामी त्यस्तो तरिकाले बुझ्छौँ, तर समस्या भनेको प्रत्येकको जीवनमा आउँछ। तर असल कुरा यो छ कि, मजाको कुरा यो छ कि जब हामी प्रभुलाई पछ्याएर हाम्रो जीवनमा आउने चुनौतीहरूमा प्रभु तपाईँ र मेरो साथमा हुनुहुन्छ। आमेन। यी मरुभूमिमा के हुनुहुन्थ्यो त भन्दा इजरायलीहरूको मरुभूमिमा पनि प्रभु उनीहरूको साथमा हुनुहुन्थ्यो। उनीहरू भोकाउँदाखेरि प्रभुले रोटी दिनुभयो है, तिर्खाउँदाखेरि पानी पनि दिनुभयो, सुरक्षा दिनुभयो, शीतल छारी दिनुभयो। प्रभुले के गर्नुभयो, उनीहरूलाई सधैँ डोर्याएर ल्याउनुभयो। आज पनि तपाईँ र मेरो जीवनमा 2016मा पनि परमेश्वरले नयाँ कुरा गर्न चाहनुहुन्छ। मरुभूमिमा पानी निकालेर परमेश्वरले तपाईँलाई र मलाई देखाउन चाहनुहुन्छ। नभएको कुरालाई सफल पारेर परमेश्वरले देखाउन चाहनुहुन्छ। हुन नसक्ने असम्भव कुराहरूलाई पनि प्रभुले सम्भव गरेर देखाउन चाहनुहुन्छ। मरुभूमिमा खोला कसरी बग्छ होला, तपाईँ र मेरो जीवनमा ओहो यो कुराहरू असम्भव हो, म चाहिँ क्रिस्चियन बनेर म घर गएँ भने मेरो परिवारले मलाई स्वीकार गर्ने असम्भव कुरा हो। हामीले असम्भव बनाएर राखेका हुन्छौँ। एकचोटि प्रभुलाई चाहिँ पछ्याएर हेर्नुहोस्, हाम्रो प्रभुले असम्भव कुराहरूलाई सम्भव तुल्याउने परमेश्वर हुनुहुन्छ। आमेन। हामीले प्रभुमा सही कदम चाल्ने तपाईँले र मैले आँट गर्न सकेका हौँ। जङ्गली जनावरहरू, स्यालहरू, लाटो पसेराहरूले मेरो इज्जत गर्छन्, किनभने मेरा मानिसहरू मेरा चुनिएकाहरूलाई पिउनका निम्ति मरुभूमिमा अनि रुखो जमिनमा खोलाहरू दिन्छु र त्यस जातिलाई जसले मेरो प्रशंसाको घोषणा गरून् भनेर मेरो निम्ति बनाए। जसले चाहिँ प्रभुलाई विश्वास गरेर पछ्याउँछन्, आफ्ना जातिहरूलाई, प्रभुको मानिसहरूलाई प्रभुले के भन्नुभएको छ त भन्दाखेरि मरुभूमिमा रुखो जमिनमा उनीहरूलाई पिउनको निम्ति प्रभुले पानी दिनुहुनेछ। अनि उनीहरूले के गर्नेछन् त भन्दाखेरि प्रभुलाई उनीहरूले महिमा दिनेछन्। प्रभु कतिको साँचो हुनुहुन्छ, बलियो हुनुहुन्छ भनेर प्रभुले दिनुहुनेछ। जब तपाईँ र म समस्यामा हुन्छौँ त्यति बेला मात्रै परमेश्वर कतिको दह्रो हुनुहुन्छ, बलियो हुनुहुन्छ भनेर परमेश्वरले तपाईँलाई र मलाई सहायता गर्न सक्नुहुन्छ। अब यसघडी म तपाईँलाई एउटा चुनौती दिन चाहन्छु। 2016 सालमा प्रभुलाई पछ्याउने प्रण गर्नुहोस् है। प्रभुलाई पछ्याउने प्रण गरेँ भनेको म त क्रिस्चियन भइसकेँ, विश्वासी भइसकेँ, मैले के प्रण गर्नु पर्यो भन्ने मात्रै नसोच्नुहोस्। यदि गर्नुभएको छैन भने तपाईँले त्यो पनि गर्नुभयो भने अति नै उत्तम हुन्छ। यदि चाहिँ म तपाईँलाई के भन्न चाहन्छु त भन्दाखेरि परमेश्वरमा अब म यो वर्ष प्रभुमा पछ्याएर प्रभुले चाहेको यो काम गर्दछु है। एकचोटि ती चुनौतीहरूलाई चाहिँ एकचोटि हेर्नुहोस्, प्रभुको अगाडि ती नयाँ कदम चालेर हेर्नुहोस्। अनि प्रभुले के गर्नुहुन्छ त भन्दाखेरि तपाईँले मेरो जीवनमा अचम्म तरिकाले काम गर्नुहुन्छ। हेर्नुहोस्, असम्भव कुराहरूलाई पनि सम्भव तुल्याउनुहोस्। यो 2-3 हप्ता अगाडि मेरो श्रीमतीले मसँग चाहिँ एउटा एकदमै अलिकति अप्ठ्यारो प्रस्ताव लिएर आएँ है। अनि अन्त फेरि मैले गफ लगाउनलाई भन्यो भने यो चाहिँ साँच्चै नै है
यो चाहिँ केही हप्ता अगाडि चाहिँ हाम्रै घरमा भएको कुरा हो। अनि मेरो श्रीमतीले चर्चमा चाहिँ एउटा क्लास लिएको थिइन्। चर्चमा यस्तै यो बुढाबुढीहरू हुन्छन् जो चाहिँ मर्ने बेलामा उनीहरू हस्पिटलमा सुतिराखेका हुन्छन् होइन, उनीहरूलाई गर्ने सेवाकाईको बारेमा चाहिँ एउटा क्लास थियो। ती मानिसहरूको चाहिँ अब सुसमाचार सुनेर स्वर्ग जाने बाहेक अरू कुनै पनि आशा छैन भनौँ न। अब क्यान्सर लाएर लास्ट स्टेज पुगेका मानिसहरू, त्यस्तो मानिसहरूलाई सुसमाचार सुनाउने सेवा गर्ने एउटा संस्था रहेछ। अनि उनीहरूले आएर यसो लेक्चरहरू दिएका थिए, यी मानिसहरूलाई कसरी सेवा गर्न सकिन्छ होइन, यिनीहरूको आत्मालाई कसरी बचाउन सकिन्छ भन्ने किसिमको चाहिँ त्यस्तो लेक्चर थियो। अनि मेरो श्रीमतीले सुनिन्। अनि एक दिन चाहिँ त्यही एउटा त्यो हस्पिटल भन्ने रहेछ है, त्यो हस्पिटलमा गएर उसले चाहिँ त्यो पनि मानिसहरूलाई पनि हेरेर आए है। अनि त्यसपछि उसले त्यहाँ हेरेर आएपछि त्यो त्यहाँ चाहिँ मानिसहरूले कति चाहिँ साँचो हृदयले ती मानिसहरूलाई चाहिँ सेवा गरिराखेका छन्। ती रोगी हुन्, मर्न लागेका छन्, कतिको चाहिँ मासु सबै चाहिँ ऊ भएर चाहिँ एकदमै अवस्थामा पनि मानिसहरू नुहाइदिने, उनीहरूलाई खाना खुवाइदिने। तिनीहरू चाहिँ के छ त भन्दाखेरि ठुला ठुला मानिसहरू भए पनि बच्चाको जस्तो भएको कारणले गर्दा सबै कामहरू गरिदिनु पर्ने थियो। मेरो श्रीमती त्यहाँबाट फर्केर आएपछि उसलाई चाहिँ त्यस संस्थामा चाहिँ डोनेसन गर्न चाहिँ उसलाई चाहिँ प्रभुले बोल्नु भएछ है। अनि त्यसपछि म एउटा कुरा भन्छु नरिसाउँ भने है, हुन्छ किन रिसाउनु पऱ्यो भनेर कुरै सुन्न भनेको चाहिँ म चाहिँ त्यो हस्पिटलमा चाहिँ अलिकति पैसा डोनेसन गर्न चाहन्छु। हुन्छ मैले चाहिँ गएर 1 लाख देला त भनिदिएँ मैले है। अनि त्यसपछि होइन म त त्यति होइन भने अब भनेपछि उसले चाहिँ उसको विचारमा त्यहाँ चाहिँ उसले चाहिँ 10 लाख मन चाहिँ डोनेसन गर्न रहर लागेको रहेछ। अब मतलब प्रभुले बोल्नु भयो है। त्यो 10 लाख मन भने मेरो निम्ति चाहिँ अलि ठुलै रकम हो है। अनि त्यसपछि अनि मैले चाहिँ एउटा क्यामेरा किन्छु भनेर पैसा छैन भनेर चाहिँ अर्को महिना भन्ने है। अनि हस्पिटलमा चाहिँ 10 लाख चाहिँ अहिले भर्खर दिनुपर्ने भनेको होइन। मैले प्रभुसँग एकदमै प्रभु मसँग बोल्नु भयो, म चाहिँ दिनु पर्ला है। म चाहिँ नदिकन ऊ लाग्यो होइन, म प्रार्थना गर्छु विचार गर्छु भने 1-2 हप्ता चाहिँ मैले झुल्याइदिएँ त्यहाँ है। दिनदिनै सोधेको आएँ होइन। अनि मैले चाहिँ के भन्नु त त्यसो भने मेरो यो 10 तारिक चाहिँ स्कुलको तलब आउँथ्यो। अनि त्यो 10 तारिक तलब आयो भने पठाइदिएँ भनेको। पठाइदिएपछि त फेरि हाम्रो त्यो जति खर्च गर्नुपर्ने थियो त्यहाँ रकमबाट त एकैचोटि स्वाटै गयो नि। त्यो त महिनामा चाहिँ 10,000 20,000 त्यसरी गएको पनि होइन। अनि त्यसपछि त उसले के भन्नु थाल्यो भने त्यो गरिसकेपछि हामी यो महिनाको लागि 4-5 लाख कसरी सापट माग्न पाइँदैन भन्दै है। अनि कसले दिन्छ सापट भने अनि उसले नेपाल अङ्कलहरूसँग माग्न भन्ने। अति नै आवश्यकता परेछ भने त्यति इमर्जेन्सी नै परेछ भने मागौँला, अहिलेलाई त्यति पर्दैन है। त्यो भएर पनि होइन वास्तवमा है, धेरै भएर पनि होइन। तर त्यहाँ एउटा मैले चाहिँ कि म आफ्नै व्यक्तिगत अनुभवमा मैले के गर्न खोजेको त भन्दा यो एउटा साहसी कदम जस्तो मात्रै हो। बुझ्नुभयो? प्रभुको निम्ति अलिकति दिने रहर, प्रभुको निम्ति जुन चाहना थियो त्यो हृदयदेखि नै उठेको चाहनालाई हामीले पुरा गरेको मात्रै हो। अनि कतिचोटि के हुन्छ त भन्दाखेरि गाह्रो हुन्छ। त्यो हामीलाई पनि अहिले नै के छ त भन्दाखेरि अलिकति आवश्यकतामा तपाईँ हामी नै छौँ है। हामीले पसलमा चाहिँ हिजो आज चाहिँ यो चाहिँ 3-4 हप्ता चाहिँ बाहिर खाना खानै नजाने चाहिँ हामीले चाहिँ के गरेका छौँ त भन्दाखेरि त्यो एउटा प्रण बनाएका छौँ। किन भन्दाखेरि त्यो बाहिर एक दिन खाना खान गयो भने 40-50 हजार गइहाल्छ होइन। तर हाम्रो चाहिँ त्यो हाम्रो जम्मा भएको 10 लाख चाहिँ सुइकिएको कारणले गर्दा त्यो गाड्न सक्ने अवस्थामा त हामी छैनौँ हेर्नुहोस्। तर पनि के छ त भन्दाखेरि त्यसमा त्यो एउटा चुनौतीमा मैले के देख्छु त भन्दाखेरि परमेश्वरले त्यहाँ तपाईँलाई र मलाई परमेश्वरले कसरी पुर्याउनुहुन्छ भन्ने कुरा परमेश्वरले देखाउनुहुन्छ। त्यही हो परमेश्वरमा तपाईँले र मैले साहसी कदम चाल्ने भनेको त्यस्तै हो। कतिचोटि चुनौती देख्नु ओ यो भएन भने त म चाहिँ डङ्गै ढल्छु, यो चाहिँ मलाई बर्बादै हुन्छ है। मैले प्रायः जस्तै विन्टरमा चाहिँ मैले काम गर्दिनँ स्कुलमा। मेरो चाहिँ वास्तवमा चाहिँ वर्षमा चाहिँ 4 हप्ता मात्रै छुट्टी हुन्छ। 4 हप्ता भनेको समरमा 2 हप्ता, यो चाहिँ विन्टरमा 2 हप्ता। अनि त्यो चाहिँ लिगली पेड भेकेसन हो। त्योभन्दा बढी चाहिँ म चाहिँ छुट्टीमा बसेँ भने मेरो तलब चाहिँ काटिन्छ त्यहाँ होइन। तर चाहिँ मैले प्रायः चाहिँ विन्टरमा 1 महिना जति नानीहरूसँग घुम्ने हेर्ने तरिकाले चाहिँ मैले चाहिँ त्यहाँ पहिले भनिदिइसकेको थिएँ स्कुलमा म विन्टरमा काम गर्दिनँ। यो चाहिँ क्याम्पमा चाहिँ 3 हप्ता क्याम्प मात्रै आएर फेब्रुअरीदेखि चाहिँ म आउँदिनँ भनेर भनिदिइसकेको। यता पैसा पनि सिद्धियो, उता चाहिँ तलब पनि छैन होइन। के छ त भन्दाखेरि अलिकति त्यो अप्ठ्यारो स्थितिमा छौँ। तर त्यहाँ के देखिन्छ त भन्दाखेरि चुनौती देखिन्छ। कतिचोटि यी चुनौतीहरूलाई तपाईँले र मैले हेऱ्यौँ भने यी कदम चाल्न तपाईँलाई र मलाई गाह्रो लाग्छ। तर प्रभुले के भन्नुहुन्छ त भन्दाखेरि म तिमीहरूको निम्ति नयाँ काम गर्दछु। आमेन।
अनि हामीले के देख्छौँ त भन्दाखेरि जब तपाईँ र म प्रभुको साथमा मरुभूमिमा हिँड्न चाहन्छौँ नि है, त्यो अप्ठ्यारो परिस्थितिबाट पनि तपाईँ र म हुन्छ भनेर पछि लाउँछौँ नि, अनि त्यति बेला अन्तिममा के भनेको छ त भन्दाखेरि त्यस जातिलाई जसलाई मैले प्रशंसाको घोषणा गरून् भनेर मेरो निम्ति बनाएँ। आमेन। ती मानिसहरू के गर्न सक्छन् त भन्दाखेरि परमेश्वरलाई प्रशंसा गर्न सक्छन्, किनभने उनीहरूलाई मात्रै थाहा छ परमेश्वर कति असल हुनुहुन्छ भनेर। हेर्नुहोस्, यस वर्ष तपाईँहरूले पनि के गर्नुहोस् त भन्दाखेरि एउटा प्रण गर्नुहोस् है, सबैले 10 लाख उठाएर एक ठाउँमा दिनुहोस् भन्न खोज्या होइन, बुझ्नु भयो नि। कुनै पनि छुट्टै किसिमको परमेश्वरको बोलावट तपाईँ र मेरो निम्ति हुन्छ है। अब म यस वर्ष म यो कुराहरू गर्दछु है, दिनमा कम्तीमा पनि 5 मिनट मैले बिहान प्रार्थना गर्छु। प्रण गर्नुहोस्। अलिकति चुनौतीपूर्ण, त्यति सजिलो छैन। हेर्नुहोस् है, 5 मिनट प्रार्थना गर्नुपर्ने, रेगुलर बानी बसाल्नुहोस्। दिनमा 2 च्याप्टर मैले बाइबल पढ्छु है। सुरु गर्न सजिलो हुन्छ तर त्यसलाई कन्टिन्यू गर्न एकदमै गाह्रो हुन्छ। हेर्नुहोस्, लगातार रूपमा दिनको निम्ति गाह्रो हुन्छ। यही बाइबल स्टडी पनि मैले कहिलेकाहीँ बिर्सेँ, 12 बजे 1 बजे पनि मैले पढेर चाहिँ त्यहाँ हालेको छु, किनभने त्यसलाई चाहिँ एकचोटि मैले प्रतिज्ञा गरेपछि, सुरु गरेपछि कन्टिन्यू गरौँ भन्ने उद्देश्यले चाहिँ मैले त्यसलाई बरु ढिलै भए पनि पढेर चाहिँ राख्ने मैले त्यसलाई प्रयास गरेको। त्यति सजिलो हुँदैन हेर्नुहोस्, तर एकचोटि प्रण गर्नुहोस्, प्रभु म तपाईँको निम्ति यस्तो गर्छु। कुनै एउटा खराब बानीहरू छन् भने ओहो 2016 सालमा म चाहिँ चुरोट बनाइ खाँदै खानु, प्रभुको नाममा प्रभु मलाई सहायता गर्नु, प्रार्थना गरेर सुरु गर्नुहोस्। हेर्नुहोस्, तपाईँ र मेरो निम्ति चुनौती हो, त्यो सजिलो हुँदैन, तर प्रार्थना गरेर सुरु गर्नुहोस्। तपाईँले मैले प्रण गरेर प्रभुको निम्ति अगाडि बढ्यो भने प्रभुले तपाईँलाई र मलाई सहायता गर्नुहुन्छ। अनि प्रभु कतिको बलियो हुनुहुन्छ, प्रभु कतिको दानी हुनुहुन्छ, प्रभु कतिको भलो हुनुहुन्छ भन्ने कुरा तपाईँ हामी प्रत्येकले हाम्रो जीवनमा हामीले अनुभव गर्न सक्छौँ। आमेन। आज आउनुहोस् हामीले प्रार्थना गरौँ, हामी विचार गरौँ एकैछिन हामीले कसरी 2015लाई प्रभुको नाउँमा हामीले सुरु गर्न सक्छौँ। आफ्नो आफ्नो हृदयमा सोच्नुहोस्, विचार गर्नुहोस्, यस 2016लाई हामी प्रत्येकले के गर्न सकेका हौँ, नयाँ बनाउन सकेका हौँ। कम्तीमा पनि एउटा कुरामा 2016मा नयाँ भएर हामी 2017मा प्रवेश गर्न सकेका हौँ। आमेन। पुरानो भएर होइन, तर नयाँ भएर हामीले यस 2017लाई हामीले फेरि 2016लाई पुरा गरेर हामी 17मा प्रवेश गर्न सकेका। आउनुहोस् हामी सबैजना मिलेर प्रार्थना गरौँ। महान जीवी दयालु परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौँ। तपाईँ धन्यको हुनुहुन्छ, तपाईँ महान हुनुहुन्छ अनि जीवित हुनुहुन्छ। पिता परमेश्वर, तपाईँले प्रतिज्ञा गर्नुभएको छ, हामीलाई यस पुरानो अवस्थादेखि हामीलाई नयाँ बनाउन चाहनुहुन्छ, नयाँ आशिष दिन चाहनुहुन्छ, जीवनको वास्तविकतामा तपाईँले हामीलाई लिएर जान चाहनुहुन्छ। पिता परमेश्वर, साँच्चै नै हाम्रो जीवनलाई परिवर्तन गर्नुहोस्। हो पिता, आज हामी आफैलाई तपाईँको चरणमा राख्दछौँ, सुम्पन्छौँ। हामीहरू प्रत्येकमाथि तपाईँको अनुग्रह रहेको होस् भनिकन हामी प्रार्थना गर्छौँ। हामीलाई आशिष दिनुहोस् पिता। 2015 सालभरिको निम्ति हामी तपाईँलाई धन्यवाद दिन्छौँ। साँच्चै नै नेपालमा भूकम्प आयो, विभिन्न किसिमका समस्या छ, अहिले पनि राजनीतिक रूपमा नेपाल अहिले अति नै जटिल अवस्थामा छ। पिता परमेश्वर, त्यो अवस्थाहरूको बावजुद पनि हामीलाई तपाईँले असल तरिकाले यहाँ राख्नुभएको छ। हाम्रो परिवारहरूलाई तपाईँले जोगाउनु भएको छ, अहिलेको समयसम्म हामीलाई पुर्याउनु भएको छ। पिता परमेश्वर, हामी तपाईँलाई धन्यवाद दिन्छौँ। हो पिता, हाम्रो साथमा रहनुहोस्। 2016 सालमा हामी विशेष गरी नै नयाँ बन्न सकेका हौँ। पिता परमेश्वर, हामी प्रत्येकलाई त्यस एउटा हृदय दिनुहोस्, त्यस एउटा प्रण दिनुहोस्। हामी कुनै एक तरिकाले हामी तपाईँको नाउँमा हामी नयाँ बन्न सकेका हौँ। पिता परमेश्वर, हामीहरू हरेकलाई नयाँ बनाउनुहोस् भन्ने प्रार्थना जीवित माग्छौँ प्रभु येशू ख्रीष्टको नाममा। आमेन। जय मसीह।